व्यक्त गर्दै आज यस सम्मानित एवं गरिमामय सभामा एक यस्तो व्यक्तिको परिचय प्रस्तुत गर्न चाहन्छु जो नेपाली कला, संस्कृति र साहित्यको समकालीन यात्रामा एक सशक्त र समर्पित व्यक्ति हुनुहुन्छ। पिता हरिप्रसाद र माता लक्ष्मी देवीको कोखबाट सांस्कृतिक चेतनाले भरिपूर्ण झापा जिल्लाको हल्दीबारीमा जन्मनु भएको उहाँले अङ्ग्रेजी विषयमा स्नातकोत्तर तहसम्म अध्ययन पुरा गर्नुभएको छ। साहित्यिक यात्रालाई सगरमाथाको गहिराई काव्यकृतिसँगै सशक्त रूपमा अगाडि बढाउनु भएको उहाँले नयाँ पुस्तासँग साहित्यलाई जोड्न डिजिटल माध्यम मार्फत रचनाहरू सार्वजनिक गरी युवा पुस्ता र साहित्यबीच सेतुको भूमिका निर्वाह गर्दै कविता लेखन तथा वाचन सम्बन्धी कार्यशाला शब्दानन्दद्वारा साहित्यलाई कक्षा कोठाबाट समाजसम्म पुर्याउनु भएको छ। पद्मश्री साहित्य सम्मान लगायतका थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड तथा सम्मानहरूले उहाँको योगदानलाई थप पुष्टि गर्दछन्। पाश्चात्य प्रभाव तीव्र बन्दै गएको समाजमा मौलिक कला, संस्कृति र साहित्यको संरक्षण तथा प्रवर्धनमा उत्कृष्ट युवाका रूपमा सक्रिय हुनुहुन्छ। जन्मथलो हल्दीबारीमा जेसिस स्थापना भएको खबरले उहाँको मन अत्यन्तै हर्षित भएको थियो। जुन ठाउँले मलाई बाल्यकालदेखि नै सपना देख्न सिकायो, त्यही ठाउँमा आज सेवा र नेतृत्वलाई एकदमै केन्द्रमा राखेको जेसिस जस्तो संस्था चाहिँ म हुर्केको ठाउँमा स्थापित हुँदै छ। आनन्द र गर्वले मन भरिँदो रहेछ। यसरी हल्दीबारी जेसिसको स्थापनाप्रति खुसी व्यक्त गर्ने उहाँ जेसिआई हल्दीबारीका लागि केवल एक सिफारिस मात्र नभई हल्दीबारीको गौरव हुनुहुन्छ। शब्दलाई भावना बनाउने, भावनालाई स्वर बनाउने, स्वरलाई प्रेरणा बनाई हजारौं मनसम्म पुर्याउने हल्दीबारीको माटोमा उम्रिएको शब्दको वृक्ष जसको छाया आज विश्वभर फैलिँदैछ उहाँ हुनुहुन्छ युवाहरूको ढुकढुकी नवराज पराजुली। नागरिकको संसार आमसंसार.com। सम्पूर्णले जोरदार तालीले श्रद्धेय कविवर आइदिनु हुन हार्दिक अनुरोध गर्दछु। सम्पूर्णले जोरदार तालीले उहाँको सम्मानमा ताली बजाइदिनु हुन पनि अनुरोध गर्न चाहन्छु। पक्कै पनि यस्तो गहना जसले राष्ट्रको एउटा नक्षत्रको रूपमा रहेर काम गरिराखेको छ, आफ्नो कला र साहित्यले समग्र समाजमा एउटा रचनात्मक छाप र अमिट प्रभाव छाडेको छ, त्यस्तो श्रद्धेय व्यक्तित्व हाम्रो नेपाल जेसिसबाट सम्मानित गर्दैछौँ, जसले देशको प्रतिष्ठामा एउटा ठुलो रचनात्मक छाप छाडेको छ। कविवर नवराज पराजुलीका लागि सम्पूर्णले जोरदार तालीले सम्मान गरिदिनु न हार्दिक अनुरोध गर्दछु। धेरै धेरै धन्यवाद। यहाँलाई आसन ग्रहणका निमित्त म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी म अर्को त्यस्तो व्यक्तित्वलाई आमन्त्रण गर्न चाहन्छु जसले आफ्नो कर्म र समाजलाई नैतिकताको पाठ सँगै समाजमा राजनीति पेशा मात्रै होइन, समाजलाई बदल्नका लागि एउटा अठोट गर्नुपर्छ र त्यो अठोटले मात्रै समाज परिवर्तन हुन्छ भनेर एउटा जमर्को गर्यो, जसले आफ्नो लाखौं कमाई हुने पेशा छाड्यो, जसले आफ्नो करोडौंको लगानी रहेको आफ्नो व्यवसायलाई थाती राखेर समाजलाई नामै नसुनिएको एउटा परिवेशमा रहेको गाउँलाई, एउटा ठाउँलाई विश्व सामु परिचित गराउनका लागि योगदान गर्यो। सँगै धार्मिक एवं सांस्कृतिक रूपमा अन्वेषणको रूपमा सानो ठाउँमा रहेको र साँच्चीकै शक्तिपीठको रूपमा रहेको एउटा त्यस्तो पवित्र तीर्थस्थल निर्माण गर्यो कि नेपाल देशमै पहिलो नवग्रह मन्दिरको रूपमा निर्माण सम्पन्न भयो। त्यस्तो श्रद्धेय व्यक्तित्व जसले अन्वेषण गरेर एउटा नवग्रह मन्दिर मात्रै होइन, समाजमा रचनात्मक र सृजनात्मक गतिविधि सञ्चालन गरिराख्यो। त्यस्तो श्रद्धेय व्यक्तित्व गल्याङ, वालिङ र वीरकोट तीनवटा शाखाको संयुक्त रूपमा सिफारिसमा
श्रद्धेय व्यक्तित्व अर्जुन चौपारी गाउँपालिकाका प्रमुख एवं युवाहरूका रोल मोडल श्रद्धेय व्यक्तित्व प्रकाश तिवारीलाई हामी सम्मान गर्न गइरहेका छौँ। आदरणीय प्राविधिक मित्रलाई म श्रद्धेय व्यक्तित्व अर्जुन चौपारी गाउँपालिकाका प्रमुख प्रकाश तिवारीज्यूको परिचय भिडियो प्रस्तुत गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। को हुन् प्रकाश तिवारी? कमाउनलाई राजनीति होइन, आफ्नो व्यवसायलाई आधार बनाउनुपर्छ भन्ने चेत भएका र जीवनको 4 दशक समय अझै बाँकी रहँदै गर्दा राजनीतिमा 2 कदम अघि बढिरहेका व्यक्ति हुन् प्रकाश तिवारी। अपरिचित अर्जुन चौपारीको आफ्नो नाम जस्तै पहिचान रोशन गराउने व्यक्ति प्रकाश तिवारीको जन्म विक्रम सम्वत 2045 साल फागुन 21 गते स्याङ्जाको अर्जुन चौपारीमा भएको हो। पिता भूमिलाल तिवारी र माता माला तिवारीको कोखबाट जन्मिएका प्रकाशले भारतको अमृतसरमा रहेको गुरु नानक विश्वविद्यालयबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन्। तिवारीको राजनीतिमा रुचि त थियो नै। सानै उमेरदेखि व्यापार व्यवसायमा पनि राम्रो रुचि भएका तिवारी राजनीतिमा प्रवेश गर्नुभन्दा अघि हाथवे इन्भेस्टमेन्ट नेपालका चिफ इन्भेस्टमेन्ट म्यानेजर र रेडिसनका डिरेक्टर रहेका थिए। यति मात्र नभई उनी शेयर बजारमा राम्रो नाम र पहिचान बनाउन सफल व्यक्ति समेत हुन्। 32 वर्षको उमेरमा नेपाली काङ्ग्रेस पार्टीबाट देशको मूल नीति राजनीतिमा प्रवेश गरेका उनी 33 वर्षको उमेरमै स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाका अध्यक्ष बने। त्यसभन्दा अघि उनी नेपाली काङ्ग्रेस स्याङ्जा निर्वाचन क्षेत्र नम्बर 1 खको सभापति बनेका थिए। एक त पार्टीबाट टिकट पाउनै मुस्किल, दोस्रो टिकट पाए पनि नयाँ मान्छे धेरैलाई लाग्यो नै टिकट पाए पनि जित्न त्यति सहज हुने छैन। तर यी सबै कुरालाई चिर्दै उनी अगाडि बढे, पार्टीबाट टिकट लिए र चुनाव पनि जिते, त्यो पनि शानदार ढङ्गले। अनि बल्ल सुरु भए तिवारीका परीक्षाका दिन। जनताको सेवाको निम्ति 32 वर्षको उमेरमै राजनीतिमा प्रवेश गरी पहिलो प्रयासमै भारी मतले प्रदेश सभापति निर्वाचित। त्यसको 6 महिनापछि भएको स्थानीय तहको निर्वाचनमा अर्जुन चौपारी गाउँपालिकाको अध्यक्षमा 2000 भन्दा बढी मतले निर्वाचित तिवारीले जति समय बित्दै गयो उति जनताका हितका कार्य गर्दै गए। व्यवस्थापनको अब्बल विद्यार्थी जसले व्यवस्थापनमा अन्तर्राष्ट्रिय स्तरको कलेजबाट स्नातकोत्तर गरेको छ, राजनीतिमा होमिनका लागि वर्षेनी करोडौं तलब आउने जागिर छोडेको छ। 32 वर्षको उमेरमै जिम्मा लिएको काम गजबले पूरा गर्न सक्छ भन्ने धेरै उदाहरण साथीहरूमाझ पेश गरिसकेको छ। कमाउनलाई राजनीति गर्ने होइन, आफ्नो लगानीको प्रतिफललाई आधार बनाउनु पर्छ भन्ने आधार बनाइसकेको छ र अझै कमसे कम 4 दशक अरू जीवनको सक्रिय समय रहँदै गर्दा राजनीतिमा 2 कदम अगाडि बढिरहेको छ। सोही व्यक्ति अर्जुन चौपारी गाउँपालिकामा निर्वाचित भएपछि भएका सामान्य कार्यहरू जुन अन्य स्थानीय तहका लागि गजबको सिकाइ र अनुभव हुन सक्छ। तिवारी पालिका अध्यक्षमा निर्वाचित भएपछि पालिकाको शिक्षा सुधारको लागि स्थानीय पाठ्यक्रम संस्कार शिक्षा, पालिका स्तरीय परीक्षा केन्द्राध्यक्ष पालिकाबाटै छनौट गरी परीक्षा सञ्चालन जस्ता कुराहरूको सुरुवात गरे। हजारौं विद्यार्थीको भविष्यको चिन्ता गर्दै शिक्षा क्षेत्रमा सुधारको प्रयत्न गरे र गरि नै रहेका छन्। 10% विद्यार्थी उत्तीर्ण हुने अवस्थाबाट 90% सम्म ल्याउने तिवारी साँच्चै विकास प्रेमी, शिक्षा प्रेमी पालिका अध्यक्ष हुन्। तिवारीले
निर्वाचित भएपछि पालिकाको स्वास्थ्य क्षेत्र कस्तो थियो? चौकी जाँदा औषधि छैन, बन्द भयो भनेर भोलि आउनुहोस् भनेर उल्टो गाली खाएर फर्काउनु पर्ने अवस्था। उनी निर्वाचित भएपछि स्वास्थ्यमा के भयो? वृद्ध असहाय अपाङ्गहरूको घर घरमै पुगी उपचार गर्ने वातावरण सिर्जना भयो। नागरिकलाई टेवा टोल टोलमा स्वास्थ्य सेवा कार्यक्रमले प्रत्येक महिनामा 2 पटक स्वास्थ्य कर्मीहरू घर घरमा गई स्वास्थ्य जाँच गर्ने प्रबन्ध मिल्ने स्थिति बन्यो। यस्तै उनी निर्वाचित भएपछि पूर्वाधार सडक बाटोमा के भयो? 1 मिटर पनि कालो पत्रीले नछोएको पालिकाको अवस्थाबाट चालु आर्थिक वर्षको अन्त्यसम्ममा 38.9 किलोमिटर कालो पत्री हुने अवस्थासम्म आइपुग्यो। त्यति मात्रै होइन, बाँकी रहेको 1.5 वर्षको कार्यकालमा सबै वडा कार्यालयसम्म बाटो कालो पत्री गर्ने प्रतिबद्धता समेत उनको छ। भिजिनरी तिवारी अध्यक्ष बनेर आएपछि स्थानीय तहमा भइरहेको कार्यको मापन गर्ने सूचकहरू लिजा FRA जस्ता मापनमा अर्जुन चौपारी गाउँपालिका जिल्ला र सिङ्गो प्रदेशमै उत्कृष्ट बन्यो, जसको जगमा पालिका पटक पटक गण्डकी प्रदेश तथा केन्द्रीय स्तरमै सम्मानित हुने अवसर प्राप्त समेत भयो। यस्तै अर्जुन चौपारी जिल्लामै उत्कृष्ट स्वस्थ संस्था भनेर चिनिएको छ। ऊर्जाशील, मिलनसार र मितव्ययी प्रकाश जसले समाजमा दबिएर बस्नुपर्ने स्थितिबाट निर्धक्कका साथ पालिका साथमा छ भन्ने विश्वास गरी बस्न सक्ने स्थितिमा नागरिक लाई सुशासनको प्रत्याभूति दिलाएका छन्। तिवारीले पिउने पानीबाट कुनै पनि नागरिकलाई वञ्चित नगराउने कुरामा प्रतिबद्धता जनाएका छन्। अझै रोचक र बिर्सनै नहुने विषय त के छ भने अहिले अर्जुन चौपारी धार्मिक पर्यटकीय गन्तव्य बनेको छ। पालिकालाई चिनाउनको लागि तथा पालिकामा धार्मिक पर्यटन भित्राउनका लागि नेपालकै पहिलो नवग्रह मन्दिरको परिकल्पना प्रकाशले गरे। सो मन्दिरमा अहिले दिनौ हजारौंको संख्यामा भक्तजन तथा दर्शनार्थीहरू दर्शन गर्ने गरेका छन्। खेलप्रेमी तिवारी खेलाडी सम्मानमा समेत अग्रपंक्तिमा देखिएका छन्। उनी पालिकाको नेतृत्वमा आएपछि देशकै शानका रूपमा परिचित क्रिकेटर सन्दीप लामिछानेको सम्मानार्थ उनकै जन्मभूमि अर्जुन चौपारी गाउँपालिका वडा नम्बर 5 थप्लेमा रङ्गशाला निर्माणाधीन रहेको छ। यसबाट देश विदेशमा रहने खेल प्रेमीहरूको ध्यान खिचिरहेको छ, जसको कारण पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने अनुमान छ। भिजिनरी प्रकाशको प्रकाशमय कार्य सम्पादनले नाम नै ओझेलमा रहेको अर्जुन चौपारी आज सबैको मुखमा जन्मिएको छ। आज धर्म र पर्यटनलाई सँगसँगै अगाडि बढाई देशकै उत्कृष्ट पालिका अध्यक्ष बनेका छन् प्रकाश। पालिकामा नाम जस्तै जादुमय प्रकाश छर्न सफल, नागरिकका मनमा प्रकाश भर्न सफल। प्रकाशलाई अझै प्रकाशमय प्रगतिको कामना। सानो सपनाले समग्र समाजको परिकल्पनालाई साकार पार्छ। त्यस्तै जेसिस समाजलाई रूपान्तरणका लागि प्रयासरत छ। त्यही प्रयासमा एउटा नेपाल जेसिसले देखेको एउटा भविष्य श्रद्धेय व्यक्तित्व अर्जुन चौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीज्यूलाई म कृपया मञ्चमा आए आसन ग्रहण गरिदिनु न हार्दिक अनुरोध गर्दछु। सम्पूर्णले जोरदार ताली बजाइदिनु न पनि हार्दिक अनुरोध गर्दछु उहाँको सम्मानमा। परिवर्तनको मुहार छाओस्, जसको विचारले समाजमा केही न केही चेन्ज ल्याओस्। हामीले जेसिसका 18 देखि 40 वर्षका युवाहरूलाई उत्प्रेरणा प्रदान गरोस्, त्यस्तो व्यक्तित्वहरूलाई सम्मान गर्न गइरहेका छौँ। अब म त्यस्तो व्यक्तित्वको नाम लिन गइरहेको छु, जसले देशको विकासका लागि आफ्नो हरपल मेहनत गरेको छ, जसले समाजका तमाम युवाहरूलाई वैदेशिक रोजगारीमा नलगेर जान हुँदैन अथवा यही समाजमा यही देशमा पनि बसेर केही गर्न सकिन्छ है भन्ने एउटा अमिट छाप छोडेको छ, जसका कर्मले समाजलाई एउटा सकारात्मक प्रभाव पारेको छ। देवगाड धाम जेसिसको
सिफारिसमा हामीले आज त्यस्तो व्यक्तित्वलाई सम्मान गर्न गइराखेका छौँ कि जसले कृषि कर्म गर्यो र यही कृषि कर्मबाट पनि समाज रूपान्तरण गर्न सकिन्छ, आफ्नो जीविकोपार्जन गर्न सकिन्छ र समाजलाई साँच्चीकै परिवर्तन गर्न सकिन्छ भन्ने एउटा समाजमा प्रभाव छारेको त्यस्तो व्यक्तित्व मनिष मल्ल जो कृषिमा रमाउँछन् र कृषिमै आफ्नो भविष्य देख्छन् र समाजलाई समेत कृषिमै पनि जीवन फुल्दछ भन्ने एउटा सन्देश फैलाइरहेका श्रद्धेय व्यक्तित्व कृषक मनिष मल्लज्यूलाई नेपाल जेसिस सम्मान गर्न गइराखेको छ। श्रद्धेय प्राविधिक मित्रहरूलाई श्रद्धेय मनिष मल्लज्यूको परिचय भिडियो बजाइदिनु हुन म हार्दिक अनुरोध गर्दछु। कृषि केवल पेशा होइन, यो देशको अर्थतन्त्र चलाउने मेरुदण्ड हो। विक्रम सम्वत 2051 साल कार्तिक 19 गति बुबा तुलबहादुर मल्ल र आमा राधा मल्लका ज्येष्ठ सुपुत्रका रूपमा जन्मिनुभएका मनिष मल्ल आज स्वदेशमै सम्भावना सिर्जना गर्ने एक सफल युवा कृषकका रूपमा चिनिनुहुन्छ। तनहुँ जिल्लाको देवघाट गाउँपालिका वडा नम्बर 2 निवासी मनिष मल्लले विदेशको आकर्षक जीवन त्यागेर आफ्नै गाउँ फर्किएर कृषि पेशालाई आत्मसात गर्नुभयो। हाल उहाँले करिब 20 रोपनी क्षेत्रफलमा व्यावसायिक कागती खेती र मौरी पालन तथा 30 भन्दा बढी बोयर जातका बाख्रा पालन गर्दै बहुआयामिक कृषि उद्यम सञ्चालन गरिरहनु भएको छ। परम्परागत सोचलाई तोड्दै आधुनिक प्रविधि र व्यावसायिक दृष्टिकोण अपनाएर उहाँले कृषि पेशालाई सम्मानजनक र आम्दानीमूलक बनाउनु भएको छ। स्थानीय स्रोतको उपयोग, निरन्तर परिश्रम र नवीन सोचका कारण मनिष मल्ल आज केवल आत्मनिर्भर मात्र होइन, अरू युवाहरूका लागि पनि प्रेरणाको स्रोत बन्नु भएको छ। उहाँको यस कृषि उद्यमले स्वरोजगार मात्र सिर्जना गरेको छैन, ग्रामीण अर्थतन्त्रमा प्रत्यक्ष सुधार ल्याएको छ र स्थानीय स्तरमा रोजगारीको अवसर पनि बढाएको छ। कृषि क्षेत्रमा पुर्याएको योगदानका कारण मनिष मल्लले विभिन्न सामाजिक सङ्घ संस्थाबाट उत्कृष्ट कृषक पुरस्कार पाइसक्नु भएको छ। परम्परागत खेतीलाई आधुनिक सोचसँग जोड्दै प्रविधि र परिश्रम तथा लगनशीलताको सङ्गमबाट उहाँले देखाउनु भएको छ कृषि सही तरिकाले गरियो भने यो भविष्य निर्माण गर्न सक्ने शक्ति हो। स्वदेशमै श्रम, सिप र सम्भावनाको उपयोग गर्दै ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने यस्ता कर्मशील युवा नै राष्ट्रका उत्कृष्ट युवा पुरस्कारका सच्चा हकदार हुन्। यसै ध्येयका साथ नेपाल जेसिसको 52औं राष्ट्रिय महाधिवेशनमा देशको कृषि पेशा तथा पर्यटन विकासमा उल्लेखनीय योगदान दिनुहुने मनिष मल्ललाई देवघाट धाम जेसिस सगौरव सिफारिस गर्दछ। एक सफल कृषक, एक प्रेरणादायी युवा। पक्कै पनि समाज र सामाजिक न्याय यसैमा देखिन्छ। हामीले हाम्रो कर्म गर्यौँ भने परिवर्तन सम्भव छ। हामीले चाहेको विकास, हामीले चाहेको समृद्धि र हाम्रो आशा पक्कै पनि सफल हुन्छ भन्ने एउटा सामाजिक प्रभाव छरिरहनुभएका श्रद्धेय व्यक्तित्व, कुशल कृषक, सफल कृषक श्रद्धेय मनिष मल्लज्यूलाई म मञ्चमा आमन्त्रण गर्न चाहन्छु। कृपया ससम्मान सम्पूर्णले जोरदार तालीले उहाँलाई सम्मान व्यक्त गरिदिनु हुन हार्दिक अनुरोध पनि गर्न चाहन्छु। जसले आफ्नो जीवनको एउटा स्वर्णिम समय कृषि क्षेत्रलाई अगालेको छ र आम युवाहरूलाई सन्देश प्रदान गरेको छ कि देशमै केही छ र कृषिमै केही छ, कृषिमै जीवन छ र कृषिले सफल पनि भइन्छ भन्ने सन्देश दिइराख्नुभएका श्रद्धेय व्यक्तित्व देवघाट धाम जेसिसको सिफारिसमा नेपाल जेसिसले आज सम्मान गर्न गइरहेको श्रद्धेय व्यक्तित्व मनिष मल्लज्यूलाई जोरदार तालीले सम्मान गरिदिनु हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दै कृपया आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी हाम्रो चौथो सम्मानित व्यक्तित्व
त्यस्तो व्यक्तित्व हुनुहुन्छ। भनिन्छ कि तिमी एउटा अठोट लिग, त्यो अठोटले तिम्रो उद्देश्य प्राप्त हुन्छ। त्यही अठोट आफ्नो शारीरिक अवस्था दुरावस्थामा रहे तापनि समाजले कठै भन्ने अवस्थाको आफ्नो शारीरिक अवस्था रहे तापनि आफ्ना कर्म र त्यो सोचाइले साँच्चीकै समाजलाई नै उत्प्रेरणा प्रदान गर्नुभएका र समाजमा एउटा त्यस्तो व्यक्तित्व जसले सामाजिक न्यायको लागि विभिन्न रूपमा काम गरिराख्यो। आज विश्वमै उहाँको चर्चा र परिचर्चा छ। श्रद्धेय व्यक्तित्व जसको आज औँलामा गनिने त्यस्तो प्रकारको शारीरिक अवस्था रहेका व्यक्तिहरूमध्ये पनि केही सीमित व्यक्तिमा उहाँको नाम गनिन्छ र समाजलाई एउटा साँच्चीकै उत्प्रेरणा प्रदान गरिराख्नुभएका फुलबारी जेसिसको सिफारिसमा आज हामीले सामाजिक न्याय विधामा सम्मान गर्न गइरहेको व्यक्तित्व हुनुहुन्छ श्रद्धेय व्यक्तित्व नन्दराज भट्ट, जसले समाजमा एउटा उदाहरणीय काम गरिराख्नु भएको छ। आफ्ना पक्कै पनि उहाँको प्रशंसा जति गरे पनि कम हुन्छ। श्रद्धेय व्यक्तित्व नन्दराज भट्टको भिडियो बजाइदिनु हुन म प्राविधिक मित्रलाई अनुरोध गर्न चाहन्छु। म 2045 सालमा पहाडको बैतडी जिल्लामा जन्मेको हो र त्यहाँ म चाहिँ त्यति बेला मेरो परिवारको चाहिँ सबभन्दा जेठो सन्तानको रूपमा हो। त्यहाँको गाउँको मान्छेहरूले अथवा परिवारहरूले यस्तो दुवै हात खुट्टा नभएको छोरा जन्म यो चाहिँ पूर्व जन्मको पाप हो अथवा केही बिगारेको हो, देउता बिगारेको हो, यसलाई खालिदिनुपर्छ भन्नुभएको छ। त्यो बेलामा चाहिँ नि अब त्यहाँ गाउँघरकै भनेअनुसार चाहिँ अब मेरो बजै बाजेहरूले चाहिँ मलाई लगेर उखुबारीमा फालिदिनु भएको रहेछ। अनि त्यहाँबाट चाहिँ पछि अब मम्मीले चाहिँ आफ्नो सन्तानलाई जस्तोसुकै भए पनि उनले चाहिँ त्यो गर्न सक्छन्। त्यो कुरालाई चाहिँ उहाँले नसकेर अनि आमा के अरे बाजे बजाइलाई चाहिँ जानकारी नदिकन त्यहाँबाट ल्याएर गोठमा त्यो बेला स्याउला हाल्ने चलन छ। त्यो स्याउलामा छोपेर राखेर चाहिँ मलाई 6-7 महिनासम्म त्यही स्याउलामा पाल्नु भएछ र त्यहाँबाट चाहिँ अनि त्यसपछि बाजे बजे अलि बित्नु भयो। अनि त्यसपछि चाहिँ मलाई राम्ररी हेरचाह गर्नुभयो, राम्ररी पाल्नुभयो। त्यसपछि घरमै शिक्षक राखिदिनु भयो अनि मलाई दुइटै हातले लेख्न सिकाउनु भयो। दुइटै हातले लेख्दाखेरि अलि अप्ठ्यारो भयो, त्यसपछि पनि खुट्टाले लेख्न सिकाउनु भयो अनि शिक्षकले, अनि मुखले पनि लेख्न सिकाउनु भयो। र सबभन्दा पछि पेस्ट गर्दाखेरि खुट्टाले लेख्दाखेरि कपी पनि हुन लाग्यो, त्यो फोहोर हुन लाग्यो, अनि मुखले लेख्दाखेरि घाँटी दुख्न लाग्यो। त्यसपछि चाहिँ तपाईँको दुइटै हातले नै बढी प्र्याक्टिस गर्नुपर्छ, तपाईँको हातले नै बढी प्र्याक्टिस गर्नुपर्छ भयो। अनि 3 कक्षासम्म घरमै शिक्षक राखेर दुइटै हातले जोडेर अगाडि टेबल राखेर चाहिँ लेख्ने अभ्यास गरेर फास्ट लेख्न सक्यो। अनि 1 क्लासदेखि 3 क्लाससम्म घरमै बसेर वार्षिक परीक्षामा सहभागी भएँ र म 3 कक्षासम्म फर्स्ट डिभिजन पास भएँ। र त्यसपछि त्यहाँबाट मैले फेरि 4 कक्षादेखि मलाई आमा बुवाहरूले अथवा साथीभाइहरूले गाउँलेहरूले बोकेर नै विद्यालय लगिदिन्थे। त्यसरी चाहिँ माध्यमिक तहसम्मको मैले एसएलसी 2061 सालमा म प्रथम श्रेणीमा पास भएँ। त्यहाँबाट म सदरमुकाम गएँ, त्यहाँबाट मैले +2 पास गरेँ। त्यहाँबाट फेरि धनगढी आएँ र त्यो घरको परिवारको आर्थिक स्थिति एकदमै कमजोर थियो। आफै जागिर गर्ने, आफै चाहिँ पढाउने। म पहिलेदेखि नै कम्प्युटर चलाउँथेँ अनि कम्प्युटर पनि स्किल भइसकेको थियो। म धनगढी आउँदाखेरि यो धनगढीको महिला तथा बालबालिका कार्यालय थियो, त्यहाँ 3000को स्यालेरीमा म कम्प्युटर अपरेटरमा काम गर्थेँ र सँगै पढ्थेँ पनि र सँगै साँझ ट्युसन पनि पढाउँथेँ, इङ्ग्लिस ट्युसन पढाउँथेँ। त्यसरी चाहिँ मैले आफ्नो जीविका धान्दै आएँ र त्यसपछि लास्टमा अनि यहाँ पनि मैले ब्याचलर डिग्री पास गरेँ। यहाँबाट फेरि मास्टर डिग्री गर्ने काठमाडौँ गएँ। काठमाडौँमा पनि मैले एउटा स्कलरसिप, हाम्रो परिलक्षित भन्ने संस्था छ, त्यो संस्थाबाट स्कलरसिप पाएँ। अनि स्कलरसिपबाट त्यहाँ मास्टर डिग्री पढेँ। त्यो स्कलरसिप पनि थोरै थियो, त्यसले पनि नभ्याउने भएर त्यहाँ पनि मैले ट्युसन सेन्टर खोलेँ। त्यहाँ ट्युसन सेन्टर खोल्दा अनि मैले यो IFS भन्ने एउटा इन्टरनेसनल एनजिओ थियो, त्यहाँ एउटा भ्याकेन्सी खोलेको थियो, त्यहाँ अप्लाई गरेँ। त्यो कैलालीकै लागि थियो, अपाङ्गता भएका व्यक्तिहरूको निर्वाचनमा सहभागिता गराउने भनेको थियो। त्यसमा नाम लिइसकेपछि मास्टर डिग्री गर्दा गर्दै त्यहाँबाट कैलाली झरेँ फेरि। त्यसपछि त्यहाँबाट चाहिँ अगाडि बढेपछि मास्टर डिग्री पनि कम्प्लिट भयो। त्यहाँबाट आएर मैले त्यो लुजन वर्ल्ड फेडरेसन नेपालमा हेल्थ डेभलप नेपाल भन्छ त्यहाँ त्यसमा मैले तपाईँको डिसेबिलिटी टेक्निकल कोअर्डिनेटरको रूपमा रहेर काम गरेको थिएँ 3 वर्ष जति। द एसिया फाउन्डेसनको कन्सल्टेन्ट भयो, त्यहाँ पनि मैले पोलिसीमा काम गरेको थिएँ काठमाडौँमा बसेर। अहिले चाहिँ म राष्ट्रिय अपाङ्ग महासङ्घले जोडिएर म
यो अपाङ्गै भएका व्यक्तिहरूका लागि यो प्रदेश सचिव भएर काम गर्दैछु र साथसाथै अहिले म चाहिँ यो दिगो विकास समाज भन्ने संस्था छ भजनीमा दिगो विकास समाजको चाहिँ यही विपद व्यवस्थापनकै क्षेत्रमा चाहिँ एक्सपर्टको रूपमा चाहिँ टेक्निकल कन्सल्टेन्ट भएर काम गर्दैछु। मेरो विवाह पनि छ, मेरो श्रीमती हुनुहुन्छ, ऊ सेती प्रादेशिक हस्पिटलमा छ, काम गर्छ सरकारी। अनि मेरो एउटा छोरी छ, छोरी 6 वर्षको भयो र म चाहिँ मास्टर डिग्री अहिले म फेरि नेपालगञ्ज ल क्याम्पसबाट LLB 3rd इयर हो, ल पनि पढ्दैछु। दुइटै आफूले लेख्छु, मोबाइल चलाउँछु, गाडी काट्छु, आफ्नो दैनिक क्रियाकलापहरू आफै गर्छु अनि सबै फिटफाट हो। अनि यति चाहिँ मेरो सर्ट स्टोरी पनि यहाँले सुनाइदिनु। गरिदिनु न म हार्दिक अनुरोध गर्दछु। यस्ता व्यक्तित्व जसले आफ्नो जीवनको दुरावस्थालाई पनि अंगीकार गर्दै म गर्न सक्छु र मैले गर्ने समेत एउटा उदाहरण प्रस्तुत गर्न सफल श्रद्धेय व्यक्तित्व नन्दराज भट्टज्यूलाई कृपया सम्पूर्णले जोरदार तालीले सम्मान गरिदिनु न म हार्दिक अनुरोध गर्दछु। श्रद्धेय व्यक्तित्व नन्दराज भट्टज्यूलाई म आसन ग्रहणका निमित्त पनि हार्दिक अनुरोध गर्दै पुनः हामी अर्को सम्मान गर्न गइरहेका व्यक्तित्वको म नाम उच्चारण गर्न गइरहेको छु। अब हामी त्यस्तो व्यक्तित्वलाई सम्मान गर्न गइरहेका छौँ जसले ग्रामीण क्षेत्रमा आफ्नो ठाउँमा रहेर समाजमा रहेका आम युवाहरूलाई उत्प्रेरणा प्रदान गर्ने ध्येय उद्देश्य नै बनाएर आफ्ना सबै कर्महरूलाई समेत छाडेर समाजलाई योगदान दिनुभएका डडेलधुरा जेसिसको सिफारिसमा हामीले त्यस्तो व्यक्तित्वलाई सम्मान गर्न जाँदैछौँ जसले खेलकुद क्षेत्रमा काम गरेर आफ्नो सबै जीवन नै खेलकुद क्षेत्रलाई समर्पण गर्नुभएका श्रद्धेय व्यक्तित्वलाई हामी सम्मान गर्न गइरहेका छौँ। त्यो सम्मानित व्यक्तित्वलाई सम्मान गर्नु पूर्व म पक्कै पनि उच्चारण गर्न चाहन्छु कि समाजलाई रचनात्मक र सृजनात्मक गतिमा अगाडि बढाउनका लागि कर्म गर्नुपर्छ। त्यो कर्म हामीले हाम्रो जुनसुकै ठाउँबाट पनि गर्न सक्छौँ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ। त्यो मात्रै होइन, ग्रामीण ठाउँ डडेलधुराको एउटा सामान्य गाउँमा जन्मिएर उहाँले त्यो डडेलधुराको जिल्लालाई नै योगदान पुर्याउनु भएको छ। त्यस्तो व्यक्तित्वलाई हामी सम्मान पनि गर्न गइराखेका छौँ र पक्कै पनि नेपाल जेसिसले प्रदान गर्ने TOIN अवार्डले साँच्चीकै समाजमा उल्लेखनीय योगदान पुर्याएर समाजलाई नमुना योगदान पुर्याउनु भएको व्यक्तित्वलाई हामी सम्मान गर्न जानु पूर्व हाम्रो प्राविधिक रूपमा उहाँको भिडियो तयारी हुँदैछ। त्यो कारणले गर्दा उहाँलाई सम्मान गर्नु पूर्व म अर्को हाम्रो सम्मानित व्यक्तित्वलाई यहाँ जोड्न चाहन्छु। म उहाँलाई फेरि उहाँको भिडियो प्रमोसन भिडियो अथवा भनौँ उहाँको परिचय भिडियो थोरै समस्या आएको कारणले गर्दा प्राविधिक मित्रले त्यसलाई बनाउँदै हुनुहुन्छ। कृपया धैर्य धारण गर्नका लागि पनि म यहाँ उपस्थित सम्पूर्ण जेसिसलाई हार्दिक अनुरोध गर्दै म अर्को सम्मानित व्यक्तित्वलाई यो स्टेजमा जोड्दैछु। हामी त्यस्तो व्यक्तित्वलाई अब सम्मान गर्न जाँदैछौँ
जसले प्रचार र प्रशासन क्षेत्रमा विधामा रहेर हामीले उत्कृष्ट व्यक्तित्वको रूपमा उहाँलाई सम्मान गर्न गइरहेका छौँ, जसले समाजका कुना कन्दरामा गएर चाहे समाचार सङ्कलन गर्यो होला, चाहे समाजको हरेक ठाउँमा रहेका तल्लो तहसम्म रहेका र राष्ट्रिय स्तरमा अन्तर्राष्ट्रिय स्तरमा समेत त्यो ठाउँको प्रचार नपुगेका ठाउँहरूको प्रचार गर्यो। सँगै आफ्नो जीवनकालमा प्रचारको क्रममा र विभिन्न प्रचारकै लागि र समाचार सङ्कलनकै लागि विभिन्न आन्दोलनहरूमा सहभागी हुँदै गर्दा यातना भोग्नु पर्यो, कहिले जेल जानु पर्यो, कहिले शरीरको यातना भोग्नु पर्यो। त्यस्तो व्यक्तित्वलाई हामी सम्मान गर्न गइरहेका छौँ। सैना महिना जेसिसले सिफारिस गरेको त्यस्तो व्यक्तित्व जसले समाजमा पत्रकारिता क्षेत्रबाट समेत एउटा अमिट छाप प्रदान गर्यो र देशको प्रचार तथा प्रशासन क्षेत्रमा रहेर उल्लेखनीय योगदान गर्यो। त्यस्तो श्रद्धेय व्यक्तित्व पत्रकारलाई हामी सम्मान गर्न गइरहेका छौँ। त्यस्तो व्यक्तित्व श्रद्धेय सुरेश परियारज्यूलाई हामी सम्मान गर्न गइरहेका छौँ। कृपया सम्पूर्णले जोरदार तालले उहाँको सम्मान गरिदिनु अनुरोध गर्दछु। सैना महिना जेसिसको सिफारिसमा हामीले सम्मान गर्न गइरहेको श्रद्धेय व्यक्तित्व सुरेश परियारज्यूको परिचय भिडियो बजाइदिनु हुन म प्राविधिक मित्रलाई हार्दिक अनुरोध गर्दछु। सुरेश परियार अब्बल पत्रकार हुनुहुन्छ। पहाडको जन्म विक्रम सम्वत 2055 साल फागुन 29 गते आल्वाको अरगलीमा भएको हो। उहाँको पिताको नाम वीरबहादुर परियार हो, माताको नाम सुना परियार हो। बाल्यकालदेखि नै परियार नयाँ कुराको खोजी गर्ने, ज्ञान सिक्नेमा औधी अभिरुचि राख्ने उहाँको स्वभाव हो। यति मात्र नभई परियारका हजुरबुबा खिम्तबहादुर परियारले रेडियो सुन्नमा लत नै बचाल्नु भयो। यस बेलादेखि रेडियो प्रतिको भोक परियारलाई जाग्यो। उहाँले कक्षा 10 अर्थात् एसएलसी विक्रम सम्वत 2070 सालमा सैना महिना वडा नम्बर 7 स्थित सरस्वती माध्यमिक विद्यालयबाट उत्तीर्ण गर्नुभयो भने कक्षा 12 फेरि सुनखाला पब्लिक माध्यमिक विद्यालयबाट उत्तीर्ण गर्नुभयो। यस्तै स्नातक तह पर्व बहुमुखी क्याम्पसबाट उत्तीर्ण गरिसक्नु भएका परियार सानै उमेरदेखि पढाइमा चासो हुनुहुन्थ्यो। उहाँलाई एसएलसी पछि रेडियोमा बोल्ने इच्छा जाग्यो। तत्पश्चात रेडियोमा विक्रम सम्वत 2071 सालदेखि रेडियो मलबलामा त्रिवेणी कार्यक्रम सञ्चालन गर्नुभयो। केही वर्षपछि रेडियोमा समाचार वाचन गर्दै आउनुभयो। यस्तै बुद्ध टेलिभिजन, बुद्ध भूमि पत्रिका, सैना महिना सन्देश पत्रिकामा समेत काम गरिसक्नु भएका परियार रेडियो सैना महिनामा स्टेसन म्यानेजर भएर करिब 3 वर्ष आफ्नो जिम्मेवारी वहन गरिसक्नु भएको छ। हाल भने अनलाइन पत्रिका खबर जलेश्वर.com का प्रधान सम्पादक, राज्य टेलिभिजनका संवाददाता तथा कार्यक्रम प्रस्तुता, राष्ट्रिय दैनिक पत्रिकामा संवाददाताको रूपमा कार्यरत हुनुहुन्छ। उहाँले शान्ति सुरक्षा, स्थानीय तहका प्रशासनिक गतिविधि, जातीय भेदभाव विरुद्धको कानुनी पक्ष, व्यवहारिक तथा औद्योगिक क्षेत्रका गतिविधिहरू एवं जेसिसका विभिन्न गतिविधिहरूलाई आम सञ्चारको माध्यमबाट सम्प्रेषण गरी अतुलनीय भूमिका खेल्दै आउनुभएका परियारले विभिन्न कदर पत्र, सम्मान पत्रद्वारा सम्मानित हुँदै आउनु भएको छ। समाजका लागि केही गर्छु भन्ने हुटुकी भएका परियारलाई सबैको साथ र हौसला दिँदै पत्रकारिताको माध्यमबाट समाजमा सकारात्मकताको दियो बाल्न परियार सधैँ दृढ हुनुहुन्छ। सुरेश परियार नेपाली पत्रकारिताका अब्बल पत्रकार हुनुहुन्छ। धेरै धेरै धन्यवाद। उहाँको जन्म विक्रम सम्वत 2000 पक्कै पनि समाजमा एउटा उदाहरणीय यो प्रमोसनमा यो भिडियो उहाँको परिचयमा पक्कै पनि कमी छ। यहाँ उहाँको योगदान अझै सबै आइसकेको छैन। मलाई जानकारी भएअनुसार कहिले उहाँ समाचार सङ्कलनकै क्रममा जेल पर्नुभयो, कहिले शारीरिक यातना भोग्नु पर्यो। त्यस्तो श्रद्धेय व्यक्तित्व जसले समाजमा पत्रकारिताको माध्यमबाट एउटा उदाहरणीय योगदान
प्रदान गरिराख्यो त्यस्तो व्यक्तित्व श्रद्धेय पत्रकार सुरेश परियारज्यूलाई नेपाल जेसिसको 52औं राष्ट्रिय महाधिवेशनमा हार्दिक सम्मान व्यक्त गर्दछु। कृपया श्रद्धेय व्यक्तित्व पत्रकार सुरेश परियारज्यूलाई आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। सम्पूर्णले जोरदार तालीले सम्मान गरिदिनु म हार्दिक अनुरोध गर्दछु। होस्ट च्याप्टरका आदरणीय स्वयंसेवकज्यूहरू कृपया यो कुर्सीलाई पनि व्यवस्थापन गरिदिनु पाए यो कार्यक्रम अझै सुगन्धमय हुन्थ्यो कि यो भन्दै पुनः म अर्को त्यस्तो सम्मानित व्यक्तित्वलाई जोड्न चाहन्छु कि जसले साँच्चीकै हामीले समाजमा प्रभाव पारेका व्यक्तित्वहरूलाई सम्मान गर्न गइराखेका छौँ र गरिराखेका छौँ। आफ्नो भनिन्छ समाजमा त पुरुष होस् त महिला होस्, महिलालाई अझै पनि हामी त्यस्तो समाजमा छौँ जहाँ घरका काम र घरका चुला र चौका, विशेष गरी चुला र चौका भन्ने गरिन्छ, त्यस्तो समाजमा रहिराखेका अवस्थामा आफ्नो प्रतिभाले र आफ्नो क्षमताले नेपाल देशको नाम उच्च स्थानमा पुर्याउन सफल त्यस्तो श्रद्धेय व्यक्तित्व त्रिभुवननगर जेसिसको सिफारिसमा, त्रिभुवननगर जेसिसको प्रस्तावमा देशको प्रतिष्ठा बढाउन गरेको प्रयास विधामा हामीले सम्मान गर्न गइराखेका छौँ, जसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम चिनाउनका लागि मद्दत गर्नुभएको छ, योगदान पुर्याउनु भएको छ। त्रिभुवननगर जेसिसको सिफारिसमा आज हामी त्यस्तो व्यक्तित्वलाई सम्मान गर्न जाँदैछौँ। उहाँ एक कुशल खेलाडी पनि हुनुहुन्छ र खेल मात्रै होइन, उहाँले धेरै फरक विधामा देशको नाम चिनाउनलाई मद्दत गर्नुभएको छ। श्रद्धेय व्यक्तित्व सुनिता विष्टलाई आज हामी सम्मान गर्न गइराखेका छौँ। त्यो सँगै उहाँको परिचय भिडियो तयार हुँदैछ। सोही अवसर राजकुमार बजगाई, धार्मिक तथा सांस्कृतिक उपनाम राजानन्द माण्डव्य, जन्म 2046 साल असार 22 गते, पिता मुक्तिनाथ तथा माता सीता बजगाईको ज्येष्ठ सुपुत्रको रूपमा काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका 3 काँक्रीमा जन्मिएर हाल नयाँ बानेश्वर काठमाडौँमा बसोबास गर्ने राजानन्द विशेषतः धार्मिक, सांस्कृतिक र आध्यात्मिक क्षेत्रमा सक्रिय छन्। 2070 सालबाट राष्ट्रिय पोशाक दिवस, 2075 सालबाट राष्ट्रिय झण्डा दिवस र 2080 सालबाट राष्ट्रिय विभूतिहरूको जागरण र संरक्षणमा अनवरत सक्रिय रहँदै राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक एवं गौ संरक्षण अभियानका महासचिव हुन्। प्रकृतिको संरक्षणमा विशेष चासो राख्ने माण्डव्य साइक्लिस्ट हुन् भने वृक्षारोपण उनको शौक हो। अहिंसामा विश्वास राख्ने उनी पशुपति कुटीयम तथा नेपाल महात्म्यका मूल प्रवक्ता हुन् र कुशल आध्यात्मिक प्रवचक पनि हुन्। सिमानामा पर्खाल लगाउँ, मेरो झण्डा फरफराउँछ, समृद्धि कहिले आउँछ लगायतका बोलका गीतहरू एवं केही भजनलाई स्वर दिएका माण्डव्यको राष्ट्रिय पोशाक तथा टोपी दिवस एवं राष्ट्रिय झण्डा दिवस मार्फत संसारभरिका नेपालीहरूलाई संस्कृति मार्फत एकत्र गराउने उद्देश्य रहेको छ। एक श्रीमती, 2 छोरी र 1 छोरा सहितका माण्डव्य राष्ट्रिय पोशाकर, स्मार्ट पालिका, गौ संरक्षण अभियान, विश्व हिन्दू युवा संघ, जरा ग्रुप, माण्डव्य ग्रुप लगायतका दर्जनभन्दा बढी सामाजिक सङ्घ संस्थामा आबद्ध रहेका छन्। राष्ट्रिय पोशाक तथा झण्डा दिवस जनवरी 1 को दिनमा संसारभरि मनाउने गरिन्छ भने राष्ट्रिय झण्डा दिवस पौष 1 गते डिसेम्बर 16 को दिनमा विश्वभरि मनाउने गरिन्छ। धेरै धन्यवाद। त्यस्तो श्रद्धेय व्यक्तित्व जसले समाजमा प्रकृति संरक्षण र धार्मिक सदरमुकाम हो। सुदूरपश्चिमका 7 पहाडी जिल्लाको केन्द्रमा पर्ने डडेलधुराले बिस्तारै विकासको पथमा लिएको छ। पछिल्लो समय डडेलधुरा जिल्लाको सदरमुकाम सहर उन्मुख भएको जस्तो देख्न सकिन्छ। यही डडेलधुरामा पछिल्लो समय भौतिक पूर्वाधार विकासका कामहरू धमाधम भइरहेका छन्। बढ्दो सहरीकरणसँगै विद्यालय, कलेज, अस्पताल, सडक, बिजुली जस्ता आधारभूत पूर्वाधारहरू निर्माण भइरहेका छन्। हजुर,
बिस्तारै धेरै कुराहरू निर्माण भइरहेको भए पनि खेलकुदका पूर्वाधारहरू भने अझै पनि निर्माण हुन सकेको छैन। पूर्वाधारको अभाव र औपचारिक प्रशिक्षणका बिना भलिबलमा उत्कृष्ट प्रदर्शन गरिरहेका डडेलधुराका सन्तोष खत्रीको कथालाई यहाँ प्रस्तुत गर्न खोजिरहेका छौँ। डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका वडा नम्बर 2 मा जन्मेका सन्तोषले विद्यार्थी उमेरदेखि नै भलिबल खेल्न सुरु गरे, तर कुनै औपचारिक हुने छैन। विगत 5-6 वर्षदेखि विभिन्न प्रतियोगिता खेलिरहेका उनले सुदूरपश्चिमको टोलीबाट आधा दर्जनभरि राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन्। प्रो टिममा ओपन स्पाइकर अर्थात् आउटसाइड हिटरको रूपमा खेल्ने सन्तोषले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसके तापनि स्थानीय स्तरमा हुने भलिबलका कुनै पनि प्रतियोगिताहरू छुटाउँदैनन्। राष्ट्रिय टोलीको सदस्यको रूपमा सन् 2022 मा बङ्गलादेशमा भएको भलिबल प्रतियोगितामा पहिलो पटक अन्तर्राष्ट्रिय खेलाडीको रूपमा डेब्यू गरेका सन्तोष नेपाली टोलीको सम्भावना बोकेको खेलाडी हुन्। भलिबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको र भलिबल खेल मार्फत समाजलाई योगदान पुर्याएको हुँदै उनलाई विभिन्न सङ्घ संस्थाहरूले सम्मान गरिसकेको छ। विद्यार्थी कालदेखि नै भलिबलमा आकर्षित भएका सन्तोषले अन्तर्राष्ट्रिय स्तरको खेलकुद खेलिसके पनि हाल मफसलमा बसेर ससाना भाइ बहिनीहरूलाई निःशुल्क भलिबल सिकाइरहेका छन्। स्थानीय स्तरमा आयोजना हुने विभिन्न प्रतियोगितामा सहभागी भएर नव खेलाडीहरूलाई प्रोत्साहित गरिरहेका व्यक्तिले उनले भविष्यमा डडेलधुरामै भलिबल एकाडेमी खोलेर राम्रो खेलाडी उत्पादन गर्ने योजना बनाएका छन्। उनले भलिबल एकाडेमी खोलेमा त्यो सुदूरपश्चिमको पहाडी जिल्लाको पहिलो भलिबल एकाडेमी बन्नेछ। उनको भलिबल एकाडेमी खोल्ने सपना पुरा होस्, हामी सबैको शुभकामना छ र हामी सबैको सहयोग रहनेछ। सन्तोष खत्री डडेलधुरा जेसिसको सिफारिसमा आज हामी सम्मान गर्न गइरहेका छौँ। कृपया ससम्मान जोरदार तालीले उहाँलाई सम्मान व्यक्त गरिदिनु हार्दिक अनुरोध गर्दै अर्को त्यस्तो व्यक्तित्वलाई म आमन्त्रण गर्न चाहन्छु, अघि पनि उच्चारण गरेको नाम, जसले अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो गन्तव्यमा पुग्न सकिन्छ। यसका लागि अनुशासन र निरन्तर प्रयास जरुरी हुन्छ। यो भनाइ सुनिता विष्टको हो। विष्ट अर्थात् नेपालकै चर्चित तेक्वान्दो खेलाडी एवं प्रशिक्षक। रोल्पाको दुर्गम गाउँ गुमियालमा जन्मिएकी विष्ट हाल डाङको घोराई सत्रकी स्थायी बासिन्दा हुन्। 14 वर्षकै उमेरदेखि तेक्वान्दो खेल खेल्न सुरु गरेकी सुनिता तेक्वान्दो खेलकी एक रोल मोडल हुन् भन्दा फरक नपर्ला। विद्यालय स्तरदेखि नै पढाइमा निकै अब्बल सुनिता सानैदेखि निडर र हक्की स्वभावकी थिए। छोरी मान्छे कमजोर हुँदैनन् भन्ने कुरा प्रमाणित गर्न विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेकी सुनिता अहिले खेलाडी प्रशिक्षक हुँदै तेक्वान्दोको अन्तर्राष्ट्रिय निर्णायक समेत हुन्। डाङको घोराई स्थित अल्फा तेक्वान्दो डोजाकी प्रमुख एवं प्रशिक्षक विष्टको दैनिकी तेक्वान्दोमा बित्ने गरेको छ। बिहान 5 बजेदेखि सुरु हुने प्रशिक्षण विभिन्न विद्यालय र आफ्नै क्लब गरी करिब 500 खेलाडीलाई प्रशिक्षण र सुनिताको नसामा तेक्वान्दो छ भन्दा अति उत्ति नहोला। राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त खेलाडी समेत उत्पादन गर्न सफल सुनिता आत्म अनुशासन र निरन्तर प्रयासमा विश्वास गर्छिन्। अहिलेको अवस्थामा आइपुग्दा हजारौं चुनौतीको सामना गर्नु परेको र चुनौतीले थप परिष्कृत र मजबुत हुनमा प्रेरणा मिलेको विश्वास गर्छिन्। विष्ट 2075 सालमा तेक्वान्दोको राष्ट्रिय रेफ्री बनेकी थिइन् भने सन् 2024 मा काजाकिस्तानमा सम्पन्न अन्तर्राष्ट्रिय निर्णायक कोर्स सफलतापूर्वक उत्तीर्ण गरी नेपालकै कान्छी अन्तर्राष्ट्रिय निर्णायक समेत बन्न सफल भएकी छन्। गत वर्ष थाइल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत निर्णायकको भूमिका निर्वाह गरी देशकै शिर उच्च बनाएकी थिइन्। सन् 2023 मा कोरियामा सम्पन्न ग्लोबल मास्टर ट्रेनिङका लागि पूर्ण छात्रवृत्तिमा नेपालबाट छनौट भई तालिम लिएकी उनले हालसम्म भारत, युएई, कोरिया, काजाकिस्तान, मलेसिया, थाइल्याण्ड जस्ता देशहरूमा तेक्वान्दो कार्यक्रममा सहभागी भई नेपालको झण्डा फहराउन सफल भएकी छन्।
दाङको घोराही उपमहानगरपालिकाबाट 2 पटक वर्ष खेलाडी र त्रिभुवननगर जेसिसबाट वर्ष युवा पुरस्कार एवं सम्मान जितेकी विष्ट विभिन्न संस्थाबाट समेत सम्मानित हुँदै आएकी खेलाडी हुन्। देशमा पनि टेक्वान्डो जस्तो विश्वस्तरीय मार्शल आर्टमा स्थापित हुनु आफैमा चुनौतीपूर्ण काम हो, तर चुनौतीभित्र अवसर खोज्दै हजारौं युवाहरूको लागि प्रेरणाको स्रोत बन्न सफल सुनिताको खेल यात्राले थप शिखर चुम्दै जाओस्, शुभकामना। आफूसँगैका अधिकांश सहपाठीहरू विदेशी लहर चलिरहेको बेला आफू भने नेपालमै बसेर केही गरौँ भन्ने सोचले सङ्घर्ष गरिरहेको बताउनु सुनिताको अठोट साँच्चीकै अविश्वसनीय र प्रशंसा योग्य छ। भाग्यलाई कुरेर होइन। धेरै धन्यवाद। सबैजनालाई विभिन्न विधामा सम्मान गर्दै गर्दा सुनिता विष्टलाई हामी पाएका छौँ। श्रद्धेय व्यक्तित्व सुनिता विष्टज्यूलाई म ससम्मान जोरदार तालीका साथ धन्यवाद ज्ञापन गर्नु, बधाई ज्ञापन गर्नु र आसन ग्रहणका निमित्त म सुनिता विष्टज्यूलाई हार्दिक अनुरोध गर्दै अघि उच्चारण गरेको नाम पक्कै पनि कगनी जेसिसको सिफारिसमा हामीले अर्जुन सम्मान गर्दै थियौँ। मैले अघि पनि भने अहिले हाम्रो संस्था वादी सरकार मञ्च नेपालले संरक्षण राखिरहेको छ। विगत हामी 7-8 वर्षदेखि वादी सरकार मञ्च नेपालले वादी बाल मञ्च काम गरिरहेको छ। तल्लो माथिको गाउँको सबै बच्चाहरू तल्लो सबै छ नि, तर 2-4जनालाई अलिकति ल्याउनै गाह्रो हुन सकिएन। त्यसपछि हामीले कालीकोटको पनि ल्याएका छौँ यहाँ, त्यसपछि हामीले उता कैलालीको पनि ल्याएका छौँ, जाजरकोटको, रुकुमको, त्यसपछि हजुरको अछामको, त्यसपछि हजुरको हामीले दाङको, दैलेको सबैजना हजुर हो सबै वादी समुदाय मात्र राम्रो। मैले हामीले त अब के गरौँ भनिसकेपछि हामीले जो होस्टेल स्थापना गरेर छात्रावास स्थापना गरेर जो तपाईँको त्यहाँको नगर वीरेन्द्र नगरपालिकाको मेयर सम्बन्धमा ढकालले हामीले जो 8-10 कट्ठा जमिन उपलब्ध गराइदिनु, त्यहाँको प्रदेश सरकारले एउटा भवन बनाइदिएछ। मैले भने बस्नलाई जग्गा पनि दियो, घर पनि बनाइदियो, तर खानलाई केही पनि दिएन। यहाँ एकदमै राम्रो स्कुल पर्छ नि फेरि हाम्रो बच्चाहरू एकदमै राम्रो स्कुल पढ्ने। अनि त्यसपछि जस्तै सासा भने होइन, त्यसपछि यहाँको उषा भनेको एकदम राम्रो स्कुल, अनि सासा उषा यहाँ मोडल कलेज उहाँहरू पनि स्कुल पढाइदिनु भएको छ। सिद्ध बाइला बोर्डिङ 62जना स्कुल पढाइदिनु भएको छ। त्यसपछि अरण्यको बोर्डिङले पनि स्कुल पढाइदिएको छ। बोलाउनु मन्टेश्वरी, लोटस मन्टेश्वरी, मर्निङ स्टार मन्टेश्वरी, चिल्ड्रेन प्याराडाइज सबै यहाँका सूर्यदेव बोर्डिङ स्कुल यिनीहरूले चाहिँ हामी पढ्छौँ, जागिर खायौँ, तपाईँलाई त सहयोग गरिहाल्छौँ हजुर। पहिला त कस्तो लाग्थ्यो भनेपछि होला जिन्दगी अब अरूको जस्तै बिहे गर्ने अनि बच्चा जन्माउने त्यस्तै जस्तो लाग्थ्यो। अब अहिले यहाँ चाहिँ कस्तो हुन्छ भने चाहिँ अब हामीले पनि केही गर्न सक्छौँ, हामी पनि आफ्नो समुदायको लागि केही गर्न सक्छौँ भन्ने त्यस्तो आउँछ। मेरो नाम चाहिँ हिक्मत वादी, मेरो घर चाहिँ दैलेको, अहिले चाहिँ सुर्खेतको वीरेन्द्र नगरपालिकामा। धेरै धन्यवाद। पक्कै पनि प्रभाव पार्दैन आफ्नो कर्मले। कृपया मञ्चमा आइदिनु न, म हार्दिक अनुरोध गर्दछु। म सम्मान ग्रहणका निमित्त
कर्मगति दिज्यू सम्मेलन निर्देशकज्यू एवं यस शाखाका शाखा अध्यक्षज्यूलाई म हार्दिक अनुरोध गर्दछु। माफी चाहन्छु एकैछिन प्रकाश दाइ, यो सँगै मैले उच्चारण गर्न माफी चाहन्छु। यो शाखा सिफारिस गर्ने शाखा श्रद्धेय वालिङ जेसिसका वर्ष 2025 का शाखा अध्यक्ष सन्दीप कणेल ज्यूलाई पनि म मञ्चमा आमन्त्रण गर्न चाहन्छु। त्यसैगरी भिरकोट जेसिसका शाखा अध्यक्ष ज्यू जेसी शिव खनाल र गलाङ जेसिसका शाखा अध्यक्ष जेसी ज्ञान विधिको शासन स्वतन्त्रता मानवताको सेवा। हस्, धेरै धेरै धन्यवाद। यो सँगै म अर्को नाम उच्चारण गर्न गइरहेको छु। देवघाट धाम जेसिसको सिफारिसमा आज हामीले सम्मान गर्ने व्यक्तित्व श्रद्धेय मनिष मल्लज्यूलाई सम्मान गराउनका निमित्त म हार्दिक अनुरोध गर्दछु। सँगै देवघाट धाम जेसिसका शाखा अध्यक्ष श्रद्धेय प्रसन्न ढकालज्यूलाई पनि म मञ्चमा आमन्त्रण गर्न चाहन्छु र सम्मान गराउनका निमित्त म मनिष मल्लज्यूलाई कृपया अगाडि आइदिनु न अनुरोध गर्दै श्रद्धेय राष्ट्रिय अध्यक्षज्यू कर्मगतिज्यू सम्मेलन निर्देशकज्यू एवं यस शाखाका शाखा अध्यक्ष जनकपुर जेसिसका शाखा अध्यक्षज्यूलाई समेत म हार्दिक अनुरोध गर्दछु। कृपया जोरदार तालीले मलाई सम्मान गरिदिनु पनि म सम्पूर्ण जेसिस अभियन्ताज्यूहरूलाई हार्दिक अनुरोध गर्दछु। धेरै धन्यवाद। त्यसै गरी हामीले अर्को सम्मान गरेको श्रद्धेय व्यक्तित्व लाई म आमन्त्रण गर्न चाहन्छु। शाखाका अध्यक्ष मुकेशज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद गर्न चाहन्छु र सम्मान गरिदिनु हुन श्रद्धेय राष्ट्रिय अध्यक्षज्यू प्रमुख अतिथिज्यू सम्मेलन निर्देशकज्यू र यस शाखा जनकपुर जेसिसका शाखा अध्यक्षज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु। साथै सम्पूर्णले जोरदार तालीले उहाँहरूको सम्मान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धेरै धन्यवाद। त्यसै गरी हामीले सम्मान गर्न पक्कै पनि आज यहाँ उपस्थित नहुनुभएका श्रद्धेय व्यक्तित्वहरूलाई हामीले उहाँहरूको साँच्चीकै सम्मान व्यक्त गर्दै गर्दा उहाँहरू विभिन्न परिस्थितिले आज यहाँ उपस्थित हुन सक्नु भएन। उहाँहरू यहाँ उपस्थित हुन नसके पनि हामीले उहाँहरूलाई सम्मान गरेका छौँ। नेपाल जेसिसले उहाँहरूले गरेको योगदानलाई गर्न चाहन्छु।
श्रद्धेय जेसी विनोद बहादुर थापा जेसीआई फुलबारीका शाखा अध्यक्षज्यू कृपया मञ्चमा आइदिनु होला। धन्यवाद गर्दै छैन महिना जेसिसका शाखा अध्यक्ष आदरणीय गोविन्द खरेलज्यूलाई जेसी गोविन्द खरेलज्यूलाई कृपया मञ्चमा आइदिनु हुन पनि म हार्दिक अनुरोध गर्दछु। सम्पूर्णले जोरदार तालीले उहाँलाई सम्मान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धेरै धन्यवाद। यससँगै हामीले त्यस्तो व्यक्तित्वलाई सम्मान गर्न जाँदैछौँ जसले समाजमा साँच्चीकै कर्म गर्यो। एउटा वादी समुदायबाट पनि समाजमा अतुलनीय योगदान पुर्याउन सकिन्छ। आफ्नो जन्मस्थानले साँच्चीकै भविष्य तय गर्दैन, कर्मले गर्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएका दैलेख जेसिसको सिफारिसमा आज हामी सम्मान गर्न गइरहेको श्रद्धेय व्यक्तित्व हिक्मत बहादुर वादीज्यूलाई म सम्मान ग्रहणका निमित्त अनुरोध गर्न चाहन्छु र सँगै यो स्थानसम्म ल्याउनका लागि सहयोग गर्नुहुने दैलेख जेसिसका शाखा अध्यक्ष प्रतिमा खड्काज्यू र सँगै उहाँलाई आजको स्थानसम्म सहयोग गर्नुहुने दैलेख जेसिसका आइबिपी प्रकाश बुढाज्यूलाई पनि म अगाडि आइदिनु हुन हार्दिक आमन्त्रण गर्न चाहन्छु र सँगै सम्पूर्ण सम्मानित व्यक्तित्वहरूलाई सम्मान गर्नका लागि सिफारिस गर्नुहुने शाखा अध्यक्षज्यूहरू ककनी जेसिसका शाखा अध्यक्षज्यू, त्यसै गरी सीतापाइला जेसिसका शाखा अध्यक्षज्यूलाई पनि म अगाडि आई सम्मान यो फोटो सेसनमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछु र सम्पूर्णले एक रूपमा उहाँलाई जोरदार तालीले बधाई ज्ञापन गर्नु हुन हार्दिक अनुरोध गर्दछु। की सेन समझाने हम बापे अठुट मसाकी को देश बनाओ हाम्रो गाउँको स्वस्तानीको पूजा याद आइरहेको छ। स्वस्तानीमा चाहिँ के गर्नुपर्छ भने झापातिर चाहिँ त्यो किताब त्यही रात पढेर साङ्गेको दिन त्यही रात सिद्ध्याउने भन्ने हुन्छ। अनि खासै पढ्नेले पढिरहनु हुन्छ, सुन्नेले खासै सुनिरहनु उगिरहेको हुन्छ। आज अलिअलि त्यो ल्याएको छ। मलाई एउटा माइक स्ट्यान्ड दिनुहुन्छ छैन? माइक दिनुहुन्छ? माइक मात्रै हजुर हुन्छ। हेलो, लगभग सबैजनाको निदान बेला भइसकेको भएर मेरो कविता पनि अलि उभि नै रहेछ भन्ने छ। विकास हुँदैछ थाहा पाइरहेको छु। सबैजनाले यति प्रेमले देश बनाइरहनु भएको छ। त्यहाँ यतिखेर सायद ठ्याक्कै कविता सुनाउने चाहिँ मैले होइन, एउटा कोही हुन्छ जसले आएर कविता मबाट सुनाउँछ, तर त्यो जो हो जसले कविता सुनाउँछ त्यो चाहिँ अहिले तयार छैन। म केही सेकेन्ड चाहिँ पर्खिन्छु, तर जुन माहौल देखिरहेको छ यहाँ चाहिँ त्यो जसले कविता सुनाउनु त्यसले आएर चाहिँ कविता सुनाउँछ जस्तो लागिरहेको छैन। तर तपाईँहरूले केही सेकेन्ड पर्खिदिनु भयो। आज अरू कुराकानी नै गरौँ, गफ नै गरौँ। तर यहाँ अगाडि बोलाइदिनु भएकोमा धेरै धेरै धन्यवाद। हस्, जय जेसिस। सकौँ भन्ने शुभेच्छा व्यक्त गर्दै बिदा हुन्छु। नमस्कार, जय जेसिस।
जेसी खगेन्द्र भण्डारीज्यू। अब पुनः हामी ब्याक टु इन्टरटेनमेन्ट इन 50 सेकेन्ड एट काउन्ट। म भारतबाट आएकी केही इन्टरटेनर बहिनीहरूलाई यहाँ मञ्चमा आमन्त्रण गर्न चाहन्छु र उहाँहरूको प्रिपरेसनभन्दा पूर्व